अहिले चाहिँ भने बेलुकाको समय भइसकेको छ। म चाहिँ हाम्रो पर्बिङटार मेला ग्राउन्डमा आइसकेको छु। भोलि चाहिँ हाम्रो यहाँनिर चाहिँ रामनवमीको मेला लाग्छ। अनि यहाँ चाहिँ हाम्रो आईको दोकान छ, आइडोमाको दोकान। हजुरहरू पनि मेला घुम्न आउनुभयो भने चाहिँ हाम्रो आइडोमाको दोकान जरुर भिजिट गर्नु होला। ल ए खाजा खानु आएको आज के पाक्दैछ। लु भोलि चाहिँ है मेलामा चाहिँ के खानु हुने सबै कुरा रहेछ। यो वाइनहरू पनि हो आज पनि रहेछ। सेम ब्रिजरको बोतलमा हालेर त ब्रिजरै देख्दैछ। गुराँसको वाइन को लागि मेलाको लागि सबै देखाइदिनु पर्यो। तर यो के को हो? ससेज लाङ्स्याको ससेजहरू रहेछ। ससेज आउनु होला खानु रामनवमी मेलामा। यहाँ चाहिँ अर्ग्यानिक चुल्हा छ। यसरी पानी तातिरहेको छ। ढुङ्ग्रोको लागि हो आई यो पानी तातो पानी ढुङ्ग्रोको लागि। यहाँ चाहिँ दामी रहेछ है। थाइपो पाक्दैछ बेज थाइपो पाक्दैछ हेर्नुहोस्। बिफ मोमो है। ड्युटी सकेर चाहिँ मेला ग्राउन्ड आइरहेको छु हो। अब चाहिँ खाजा खान्छु म चाहिँ। यो भेज थाइपो हो। मोमो चाहिँ रहेछ सबै मिटहरूको रहेछ हो। अब चाहिँ म चाहिँ भेज थाइपो खानेछु खाजा।